राजकुमार र अनाराधित देवीको कथा। राजकुमार त्यही बाटोमा अगाडि बढ्यो। तब बाटोमा अनाराधित देवीले आँखा चम्काउँदै राजकुमारसँग भनिन्, अरे बेटा, 3 दिनदेखि भोकिरहेकी मलाई आज तँ भोजनको रूपमा मिलिस्, छिटो आ, तँलाई म खान्छु। राजकुमारले भन्यो, खानु छ भने खाऊ। अनाराधित देवीले भनिन्, तँ घोडाबाट तल ओर्लिस् भने म तँलाई खान्छु। राजकुमारले भन्यो, म कहिल्यै पनि तल ओर्लिने छैन, तिमीलाई मलाई खानु छ भने यसरी नै खाऊ। अनाराधित देवीको वाहन त घोडा हो, फेरि कसरी घोडामा चढेको राजकुमारलाई लिएर खान्थिन् र? यसरी धेरै पटक उसलाई तल ओर्लन भन्दा भन्दै देवी थाकिन्, तर राजकुमार तल ओर्लिएन। अन्त्यमा देवीले भनिन्, तँ त धेरै चलाक निस्किस्, तेरो साहस देखेर म प्रसन्न भएँ। आफ्नो मनको कुनै वर माग। राजकुमारले भन्यो, म भला के वर मागु? मलाई मेरो मन पर्ने कुनै केटी दिनुहोस्, जससँग म विवाह गर्न सकूँ। अनाराधित देवीले भनिन्, हे बेटा, पश्चिमतिर गइस् भने राक्षसहरूको राज्य आउनेछ। जब त त्यो राज्यमा पुग्छस् तब सबै राक्षसहरू चढ्न र घुम्न गएका हुनेछन्। तँ तब यो काम गर्नु कि उनीहरूको घर आँगन कुचो लगाएर सफा गरिदिनु, उनीहरूका भाँडाकुँडाहरू माझिदिनु, 200 पतिला भात र 100 पतिला तरकारी बनाइदिनु। साँझमा राक्षसहरू चढेर फर्किनेछन्, तब त अटारीमा लुकिदिनु। यस्तो तँ दिनहुँ गर्नु। जुन दिन राक्षसहरूले यो भन्लान् कि अरे बेटा, तँ को होस्, हामी तँसँग प्रसन्न छौँ, तँ को होस्, अगाडि आदेश, तब तँ घाँटीमा परालको डोरी हालेर उनीहरूको खुट्टामा खस्नु। राक्षसहरूले जब भन्नेछन्, हामीसँग के वर माग्न चाहन्छस् माग, तब त भन्नु, यो घरमा जो सुन्दरी कन्या छ उसलाई मलाई दिनुहोस्।